तपाईँ हामीलाई चुतिया बनाएको तपाईँ हामीलाई थाहै छैन आजसम्म हैन। हामी अझसम्म निन्द्रामै सुतिरहेछौँ भन्ने कुरा चाहिँ प्रमाणित भइसकेको छ। किनभने केही दिन अगाडि माननीय हर्क साम्पाङजीलाई चाहिँ जानकी मन्दिरमा प्रवेशमा निषेध लगाइसकेपछि त्यहाँका आएका प्रतिक्रिया क्रियाहरू देख्दाखेरि बहुत आनन्द लागिरहेछ मलाई। यदि दुनियाँमा कुनै पनि देशको जनतालाई चुतिया बनाउनु छ भने सबैभन्दा छिटो चुतिया हुने भनेको नि नेपाली जनता रहेछ भन्ने कुराहरू प्रमाणित भइसकेको छ। अब तपाईँ हाम्रो यो देशको भूगोल, धर्म, संस्कार, संस्कृति, बहुभाषी, बहुसांस्कृतिक, बहुजाति मिलेर बसेको, धर्म सहिष्णुता कायम गरेर बसेको समाजलाई यदि भड्काउनु छ भने जो अरूले कसैले भड्काउनु पर्दैन। तपाईँ हामीले आफै भड्काइदिन्छौँ, तपाईँ हामीले आफै विदेशीलाई खेल्न दिन्छौँ। तर एउटा कुरा चाहिँ याद गर्नु साथीभाइहरू, जो जहाँबाट हुनुहुन्छ तपाईँहरूलाई चाहिँ म के एउटा अनुरोध गर्न चाहन्छु भने यदि यो देश बच्यो भने है, यो देशभित्रको यो देशको भूगोल बच्यो भने है, यो नेपाल भन्ने देश बच्यो भने मात्रै हो हामीले हामी भित्रमा एक अर्काप्रति डिस्कस गर्ने। तर यो देश बचेन भने कोसँग डिस्कस गर्नुहुन्छ तपाईँहरू? तपाईँहरूलाई अहिले तत्काल अहिले एउटा के घटना आइरहेछ भने नेपालको चुच्चे नक्सा, नेपालको त्यो कोइन हुन्छ नि, त्यो डलरबाट चाहिँ 1 रुपियाँ 2 रुपियाँको सिक्काबाट चाहिँ निकालियो है। त्यो कुरामा तपाईँ हामीले डिस्कस छ त? त्यो कुरामा हामीले डिस्कस गर्नुपर्छ कि पर्दैन? तराईवासी साथीहरूलाई चाहिँ म अनुरोध गर्न चाहन्छु, यो छोडिदिनुहोस्। धर्महरू भनेको पछि यो देश बचे हाम्रो धर्म संस्कृति बच्ने हो। पहिला हाम्रो देशको चुच्चे नक्सा खाइदिइसक्यो उतातिर हामीले डिस्कस गर्नुपर्छ कि पर्दैन साथीभाइहरू? मैले त कराइरहेको छु। योभन्दा 10 दिन अगाडि नै भिडियो बनाएको थिएँ, नेपालको सिक्काबाट चाहिँ चुच्चे नक्सा हराइयो भनेर चाहिँ आज तक इन्डियाको टेलिभिजनको आधिकारिक पेजमा लेखिसकेको थियो। कालापानी लिपुलेख लिम्पियाधुरा यो हाम्रो आफ्नो के हो, हाम्रो यो आफ्नो प्रपर्टी हो भनेर चाहिँ त्यो आज तकले लेखिसकेको थियो। त्यतातिर डिस्कस छैन, यता हर्क साम्पाङलाई छिर्नु दिएन, उता हामीलाई दिएन, यो धम्की के हो भन्ने। अनि मैले अघि भनिसकेँ कि यदि यो दुनियाँमा सबैभन्दा छिटो चुतिया बनाउन सक्ने भनेको नेपाली जनतालाई रहेछ भन्ने कुराहरू यहीँबाट प्रमाणित भयो कि भएन? तपाईँ हामी मन्दिर छिर्नु दिएन भन्ने कुरामा हामी डिस्कस गरिरहेछौँ, उता चुच्चे नक्सा खाइदिइसक्यो। त्यतातिर डिस्कस गर्नुपर्छ कि पर्दैन मित्रहरू? म चाहिँ यो आग्रह गर्छु, यदि यो देश बचे, यो देशको भूगोल बचे, यो देशको धर्म संस्कार संस्कृति बचे मात्रै हामी बच्ने हो मित्रहरू। त्यतातिर ध्यान देऊ न, त छोडिदिनुहोस्, त्यो पछि मिलाउला है। कता कता माफी माग्नु पर्ने, कता कता के गर्नुपर्ने, हामी दुई पक्ष बसेर तपाईँ हामी बसेर मिलाउला। किनकि हामी नेपाली हो, हामी मिल्न सकिन्छ। तर उता देशै बचेन भने चाहिँ कोसँग जाने, कहाँ जाने, कोसँग निसाब माग्न जाने? अलिक सोच्नुहोस् त मित्रहरू।